अन्तु पोखरीमा चाहिँ हामी आइपुगेको छौँ। यहाँ अन्तु पोखरीमा चाहिँ खास गरेर बोटिङ लभरहरूको लागि चाहिँ एकदमै बोटिङ फेसिलिटीहरू पनि रहेछ। यस्तो डाँडा बिचमा यो पोखरी आफ्नै आपमा एउटा अनुपम छ। एकचोटि यो अन्तु पोखरीमा आएर चाहिँ बोटिङ गरेको अर्कै नै अनुभूति हुन्छ है। मलाई चाहिँ लाग्छ जिउँदै यदि स्वर्ग कसैले खोज्छ भने इलाम र मुस्ताङ चाहिँ जानै पर्छ। लिभिङ हेभन म चाहिँ भन्नु चाहन्छु, जिउँदो स्वर्ग भनेको यही हो। जिन्दगीमा कति पो व्यस्त यता र उता यो भन्दै त्यो भन्दै जिन्दगीको असिन पसिन भागदौड बिचमा पनि केही समय लिएर यसो अन्ततिर आउँदाखेरि पोखरीमा चाहिँ घुम्नुहोस्। तपाईँको लाइफ रिचार्ज हुन्छ, रिफ्रेस हुन्छ। माछा हेर न म तपाईँहरूलाई माछा पनि देखाउँछु। यहाँ माछा पनि रहेछ है। यो चारो खाना पर्सि खेल्ने हो कि त्यो होइन। माछाहरू हेर्नुहोस् त, गोल्डन फिस। माछाहरू पनि रहेछ। बडो अलौकिक अनुभूति हुन्छ यहाँ यत्रो उचाइ बिचमा यत्रो पोखरीमा बोटिङ गर्दाखेरि बडो मजा आउँछ। अलौकिक अनुभूति सबैलाई मैले चाहिँ रिकमेन्ड गरेँ है। पोखरी निस्केर जल विहार चाहिँ जरुर गर्नु होला। चारैतिर चिया बगानले भरिएको हरिया टापुहरू, त्यसमा बिचमा परम्परागत एकदम कटेज स्टाइलले बनिएको घरहरू स्वर्गकै टुक्रा जस्तो लाग्छ। हुन त अब स्वर्ग भनिन्छ, स्वर्ग कसलाई थाहा होला, कसले देखेको होला स्वर्ग। जो स्वर्गमा पुग्यो त्यसले यस्तो रहेछ भन्नु पनि पाउँदैन, सक्दैन। तर जिउँदैमा स्वर्गको अनुभूति, स्वर्गको आनन्द लिने हो भने चाहिँ एकचोटि अवश्य अन्तु पोखरीमा आएर जल विहार गर्नु होला।